विदेशमा छु, नेपालको जस्तो घिउ खान पाइएन भनेर अब किन चिन्ता लिनु पर्यो? नजिकैको स्टोरबाट राम्रो ब्रान्डको बटर ल्याउन सक्नुहुनेछ र आफैले घरमै घिउ बनाउन सक्नुहुनेछ। मैले चाहिँ यो एङ्कर बटर युज गरेको छु 2वटा अनि यसलाई बनाउनको लागि चाहिँ प्यानलाई राम्रोसँग तताउने, सुक्खा भइसकेपछि बटर यसरी राखिदिन सक्नुहुनेछ। बटर मेल्ट हुँदै जान्छ बिस्तारै। ग्यासको फ्लेम चाहिँ लोदेखि मिडियम राख्नुहोला। यो बिचमा यसरी बोइल हुँदै जान्छ, यसलाई चाहिँ बेला बेलामा चलाइराख्नुहोला। चलाउँदै पकाउँदै गर्दा यो चाहिँ ट्रान्सपेरेन्ट हुन जान्छ। तपाईँले यसको कलर पनि देख्न सक्नुहुन्छ। तपाईँलाई कतिको चाहिँ गाढा यसको कलर चाहिन्छ त्यही अनुसार तपाईँले धेरै बेर बोइल गर्न पनि सक्नुहुनेछ। हेर्नुहोस् त, मैले चाहिँ यतिको खारेको छु अनि यसको कलर यतिको आएको छ। यो फिज पनि छ, यो चाहिँ अब मैले सेलाउन राख्छु, यो आफै नै हटेर जान्छ। मैले हल्का तातो हुँदा नै यो भाँडामा खनाइसकेको छु र सेलाएपछि चाहिँ यतिको भएको छ।